हाम्रो यात्रा सुरु हुन्छ यहाँ माछापोखरीबाट। माछापोखरीबाट बिहानै हामी 6 बजे गाडी चढ्यौँ। अब यहाँको चाहिँ के हुँदो रहेछ है तपाईँहरूलाई एउटा आइडिया पनि हो। यहाँ तपाईँहरू आएर उभिनु होला। ओरिजिनल टिकट चाहिँ धुन्चेसम्मको 750 पर्दो रहेछ। अनि हामीले चाहिँ के गर्यौँ भने यहाँ बसेको गाडीहरूको कम्पिटिसन हुँदो रहेछ। अनि हामीले चाहिँ 500मै पायौँ के। अर्कोले यतिमा लान्छु अर्कोले यतिमा लान्छु भनेर लास्टमा 500मा हामी राम्रो गाडीमा पऱ्यौँ। यो पनि आइडिया है तपाईँहरूलाई। अनि हामी 2 बजी चाहिँ 2 बजी होइन 12 बजी चाहिँ धुन्चे पुग्ने प्लान छ। अब हेरौँ के हुन्छ, ब्लग हेर्दै जानु होला। गाइस वी आर हेडिङ टु गोसाइकुण्डा हैन। नयाँ भ्लगमा स्वागत छ। हाम्रो धमला दोस्त हैन, हाम्रो चाहिँ कहाँबाट चिन्जान भएको दोस्त? फोर्टियरबाट हैन, फोर्टियरै गड्यो टुर पछिबाट चिन्जान भएको। अब हामी 4 जना गोसाइकुण्डा जाँदैछौँ। 2 जनालाई अहिले म इन्ट्रोड्युस गराउँछु एकछिनपछि। गाडी 6 बजे हिँड्छ भनेको 6:30 बजे हिँड्यो लगभग हिँड्यो गङ्गा हालतिरबाट। गाडी यस्तो तोप कुदिरहेको कि सातो मेरो चाहिँ यहाँ यस्तो समाजमा बसिरहेको चिजमा अरूलाई त मतलब छैन। यहाँ सर्ट ओभरटेक हान्छ, मलाई चाहिँ सातो खानु। गाइस यो जर्नीमा चेक पोस्ट हो क्या यहाँ। तिनीहरू टोइलेट जान रोके होइन नि त्यहाँ उतापट्टि छ। पेट कटाउकटे गरेर आएको थियो। अब लेज खाएर पेट भर्नु पऱ्यो। कस्तो छ हेरौँ। अब खाम मिठै छ, लेज त मिठै हुन्छ। हल्का बिहानै हामी चिया पनि नखाइकन आएको भएर भोक लागिरहेको थियो। अनि हामीले टक्क लेज चाहिँ खाएर हल्का पेट भरे जस्तो भयो। खास पेट त के भरिनु। अब चाहिँ हामी नागढुङ्गाबाट ओह्रालो लाग्यौँ है। ओह्रालो लाग्दै हामी यहाँ टक्क लाएर नागढुङ्गाको उतापट्टि नागढुङ्गा तलतिरको सुरुङ क्या। यो चाहिँ काठमाडौँपट्टिको होइन, अर्कोपट्टिको सुरुङपट्टि आइपुग्यौँ। छिटै आइपुग्यो। यहाँ सुरुङ मार्ग फटाफट बन्द रहेछ। यहाँ फिनिसिङको काम चल्दो रहेछ क्या। हल्का टेस्टिङको गाडीहरू पनि घुर्दै रहेछ। हेर्न सक्नुहुन्छ यहाँ एकदम राम्रो बनिरहेको छ। यो बाटो बनेपछि चाहिँ हामीलाई जियोस् पूर्व जाने बाटो चाहिँ एकदम छिटो हुने होला छ है। अलिकता पनि आदि हुन्छ। भित्रसम्म यत्रै बाटो हो, यत्रो त अलिक छैन कि। अब अझै गाह्रो होइन। अब हुँदैन, अब सिधा बाटो। सोचेको बनाउनु पऱ्यो। हामी गल्छीबाट यता लाग्यो। सो अब हामी त्रिशुली आइपुग्यौँ। अब खाजासाजा खान्छौँ होइन, खाँदैनौँ। यो मान्छेले कतिपल्ट बमिट गर्यो आज। त्रिशुली आइपुग्ने बेलासम्म 4 पल्ट गर्यो। इन्ट्रोडक्सन तिमी को हो भन्यो? हेलो नमस्ते, म चाहिँ राधा। हेलो हाई, म चाहिँ यहाँको हेड मान्छे हो। हाम्रो अब यात्राको सहयोगी पार्टनर अनु भट्टजी। मैले नयाँ बहिनीहरू कोही आउँदैन थियो। मैले जबरजस्ती गरेर जम्मा कति 10 जना आउने भन्ने कुरो भएको थियो। अहिले लास्ट आएर 4 जना भयौँ। उहाँ हेड हुनुहुन्छ होइन यहाँ। हामी खाजा खान्छौँ यो जर्नीको मेन हेड हुनुहुन्छ। उहाँ हुनुहुन्छ राधा देवकोटाजी। यता हुनुहुन्छ हाम्रो धमला सरालो। यता हुनुहुन्छ अनु भट्टजी। यहाँ भएको हामी जुन छ नि यो सबैलाई मैले 4th इयरमै चिन्या हो। कहाँ जान ला जान चाहिँ के सामान किन्ने? औषध किने होइन? हामी आएको यही गाडीमा है। यो होइन हो नि। यसमा आयौँ हामी। यसो गर्नु टिकट काटेर कहिले पनि माछापोखरी नआउने। माछापोखरी आउने रहेछ नि एउटा ब्याग बोक्ने
अनि तपाईँहरू अब ट्रेकिङ गोसेकुण्ड आउनुहुन्छ भने 3-4 जना त अभियसली भइहाल्नुहुन्छ 3-4 जना के गर्ने भने स्पेसल आइडिया क्या टिकट नकाट्ने माछा पोखरी आउने ब्याग पनि उभिने होइन अनि त्यहाँ बार्गेनिङ गर्ने अर्कोले यतिमा लान्छु भन्छ एउटाले 600 मा लान्छु भन्छ अर्कोले 550 भन्छ अर्कोले आउने मेरोमा 500 भन्छ अनि फाइनली हामी चाहिँ 800 को टिकट 400 मा आउन पाइन्छ यहाँ अब के किन्ने हो अब यतिको त किन्नु परिहाल्यो अब होइन सेवा होला नि सेवा कति भयो अरे गर्दैन 1500 मात्रै 1525 25 त डिस्काउन्ट होइन 1500 हाल्थ्यो चर्कोलेट मकैको सातु छ सातुले अक्सिजन आउँछ खोइ आउँछ अरे त ए ओ साइनेक्स छ साइनेक्स छ तर मैले किन्न खोजेको त्यो ग्यास्ट्रिक चाहिँ छैन क्या यहाँ मेडिकल छैन उयो बन्द भएर नि त्यो खानु साइनेक्स अनि सिटामोल चाहिँ लानुपर्छ क्या मासतिर होला नि त धुम्चेतिर माथितिर भन्छ या तिमी माथितिर त नभए घरमा भयो नि पसेर मागेर लैजाने क्या अहिले ग्यास्ट्रिक औषधि त सबैको घरमा हुन्छ अहिले केही खाम न तर थाहा छ भोक लागिसक्यो अनि सबैले सरोस् यस्तो 1 2 3 गो अरे 1 2 3 को हामी रस्व ए गर्ने 1 2 3 हामीले के ए गर्न खोजेको राम्रोसँग ए त भएन त्यो एलाई छोडिदिउँ हामी चाहिँ अब त्यो एसे गरेर खाजा साजा खाएर चाहिँ अब हामी यो नुवाकोटको ब्युटी हेर्दै चाहिँ हामी अब कालिकस्थानतिर लाग्यौँ खाजा साजा खाइयो भोक हल्का मारियो अब हामी कालिकस्थानतिर लाग्यौँ Now you guys are certified. गाउँमै उठाएर जन्ती लान लाग्यो क्या लौ न पारसको त बिहे भइसकेको छ यहाँ बिचरा पर्दिन के गर्ने हत्तेरीका सान्नानीमै भन्ने बहनी अनि गाउँमै उठेर जन्ती गएपछि गाउँको खसी बाख्रा चोरी होला नि हामी चाहिँ त्यही गर्नुपर्छ क्या दिदीमा हालौँ एउटा खसी है सो गाइज हामी कालिकस्थान आइपुग्यौँ अब यहाँ हल्का झर्नु हुन्छ 1-2 जना अनि फेरि यहाँबाट हामी फेरि हाम्रो गन्तव्यतर्फ लाग्छौँ हाम्रो गन्तव्य धुन्चेसम्म हो खाना खाएर अनि त्यसपछि फेरि लेफ्ट एन्ड राइट गर्नुपर्ने हुन्छ है गाइस ए यहाँ ऊ लाङटाङ नेसनल पार्कमा पैसा तिर्नु पर्यो यहाँ तिरेन भने माथि तिर्नुपर्छ अर्को ठाउँमा नि छ यहाँ चाहिँ लाङटाङ छिरेको हामीले पर्दैन तर होइन गोसेकुण्ड जानलाई पर्छ क्या तर माथि काट्नु पनि मिल्छ हो फरेनरलाई 3000 फोन पो आइरहेको त मेरोमा एकदमै यहाँ कडा चेकिङ भइरहेको छ कडा चेकिङ ड्रोन लाउन नपाउने चाहिँ ड्रोन ल्याउनलाई माथिबाट हाई लेभलको पर्मिसन पाइयो ल यो चाहिँ यहाँको रेट हो है गोसेकुण्ड जानुभन्दा अगाडि चाहिँ यहाँबाट टक्क लाएर किन्नु होला टिकट किन्नु सार्कलाई 1500 त्यसपछि यताको म्याप हेर्न सक्नुहुन्छ यो म्याप भयो खासै आर्मी एरियामा खिच्न त दिँदैन यहाँ चाहिँ दिने हो कि नदिने हो थाहा छैन हामी नपक्रिम म चाहिँ आइपुगेँ अहिले राम्रो बोल्नु हामी गोसेकुण्ड खिच्छौँ है हाम्रो सुबोध सर हुनुहुन्छ खासै गरी चाहिँ होइन आर्मी एरियामा भिडियो फोटो चाहिँ मिल्दैन तर यहाँ चाहिँ नो पर्मिसन भन्ने त्यस्तो टाँसेर रहेन छ यहाँ एउटा कुरो देखाउँछु यहाँ
यो चाहिँ निकुञ्ज छिर्नुभन्दा अगाडिको रेट हो नेपालीको लागि जम्मा 100 फरेनको 3000 हो 4 कन्ट्रिजलाई 1500 हेलिकप्टरबाट ल्यान्डिङ गऱ्यो भने त 3000 त यहाँ मात्रै तिर्नु पर्दो रहेछ 15-20 हजार त्यहाँ भनेपछि ठिकै हो नट ब्याड आउँदा हुन्छ अब हामी यहाँबाट धुन्चे जान्छौँ खाना खान्छौँ भोक पनि लागिसकेको छ यो दुईजनाहरू चाहिँ टुइका टुई हिँडिसके हामी धुन्चेमा आइपुग्यौँ गाइजहरू धुन्चेमा आइपुग्यौँ अब खानासाना खान्छौँ अनि खै लगभग भोलि नै गोसेकुण्ड पुगिन्छ भन्ने टाइपको कुरो छ तर खै के हुन्छ थाहा छैन भात खान्छौँ यिनीहरू भात खाना भनेपछि टुई हामीलाई छोडेर हिँडेकाहरू अहिले ठ्याक्कै 12:30 हुन लाग्यो भोलि पुगिन्छ होला तर यहाँको लोकल मान्छे त अहिले हिँड्यो नि पुगिहाल्छ नि त्यो ठुलोकुरै भएन हामी पनि सक्यो भने त छिटै जाने अब सकेन भने यस्तै हो भन्ने आरामले जान्छौँ त्यहाँनिर यहाँ ल हेर्न भिड कत्रो छ रसुवाको भिड हेर त्यहाँ तलदेखि डाँडो माथिसम्म डाँडै डाँडो मात्रै छ तल खोला माथि ठाडो डाँडो गाउँ बस्ती कहीँ गयो म चाहिँ अब म होइन तपाईँहरूको लभली भ्लगर सुबोध कार्की हो यो गोसेकुण्ड ट्रिपमा चाहिँ मेरो सब्सक्राइबर 1000 चाहिँ पुग्नु पर्यो ऊ तल छ डिब्बा पार्किङ चाहिँ तल छ होइन तिमी जब योबाट तल झरेर अलि उता जान्छौ नि स्यापुर बेसी आउँछ त्यहाँबाट उता यस्तो लाइन हुन्छ ट्रकको त्यो डिब्बाको होइन तिमीलाई लाग्छ यो विश्वभरिको डिब्बा त यहाँ मात्रै छ जस्तो लाग्छ तिमीले सोचे नि छैन होला अहिले त्यहाँ त्यत्रो लाइन हुन्छ भनेर त्यस्तो लाइन हुन्छ त्यहाँ एकचोटि हामीलाई देखाइदिनुहोस् न त जानुपर्छ हामी कहिले पुग्ने हो सर आज हामी तपाईको भ्लगमा सबै कुरा देख्न चाहन्छौँ गोसेकुण्ड चाहिँ माथि होला खाने बेला भयो यहाँ अनुको सानीकोमा होटेलमा खाइदियो होटेलले चाहिँ यहाँ उहाँको मिठो बनाउनु भएको तातो तातो अब खाइन्छ यहाँबाट कलाहरू तपाईँहरू पनि यो भ्लग हेर्दै गर्नुहुन्छ भने के हो अरे नाम नाम अहिले भनौँला के हो अरे नाम यहाँ होटेलको भने ल यसमै आउनु होटेल कारसाङ होटेल कासामा हामी खाना खाँदैछौँ तपाईँहरू पनि धुन्चे गोसेकुण्ड जानेहरू हुनुहुन्छ नि यहीँ आउने यहीँ खाने अनि अनु भट्टको नाम लिएर डिस्काउन्ट दिनु एकदम सर्वत्र बजारमा उपलब्ध आइज भाइ अब इन्ट्री भयो 2 घन्टापछि सुतेर जाम भन्दै हुनुहुन्थ्यो हामी यहाँबाट खाना खाएर निस्क्यौँ सुगाइ जब हामी निस्किन थालिहाल्यौँ होइन कहाँ पुग्छ थाहा छैन लौरी बोक्न सुरु गरिसक्यो त्यहाँ भेट्नु होइन गोसेकुण्डको चाहिँ यहाँबाट गयो धुन्चे हुँदै स्यापुर तलतिर गयो कति फेरि तिमुरे यता भयो हामी यताबाट माथि लाग्छौँ यो गोसेकुण्ड हो अलिक परबाट खिच्छ नि धेरै नजिक अब एकछिन टेस्ट गर्नु गाइज हामी चाहिँ अब धुन्चेबाट लागिसकेका छौँ धुन्चेबाट लागिसकेका छौँ अब आजको हाम्रो यात्रा चाहिँ कहाँसम्मको हुन्छ क्यामेरा उता आइरहेको बोल्छु भनेर पछाडि आउँछ क्यामेराको यात्रा चाहिँ 2 घन्टासम्मको हुन्छ 2 घन्टासम्म हामी हिँडेर अनुले जति जिद्दी गरे पनि आज माथि गएर बिचमा बस्ने हो राति गेम हेरिन्छ 9-10 बजे उठिन्छ अनि आनन्दले गएर बेलुकी 5-6 बजेतिर त्यो बस्ने ठाउँमा गएर रेस्ट गरिन्छ अनि भोलिपल्ट बिहानै 5 बजे उठेर 4 बजे उठेर गोसेकुण्ड पुगिन्छ अनि त्यही दिन 10 बजे फर्किन्छ हो 10 बजे फर्केर हामी चाहिँ सकेसम्म धुन्चे आएर बस्छ त्यो चाहिँ अलिक इम्पोर्टेन्ट सकेसम्म चाहिँ नत्र बाटोतिर बस्ने एउटा खाली बोतल त लानु पर्यो नि त थियो त त्यहाँ सानो थर्मस छ थर्मस छ ल जाम ल ठ्याक्कै यस्तो ठाउँमा आउँछ होइन भ्लगमा यस्तो ठाउँमा आउँछ यहाँबाट चाहिँ टक्क हामी माथि जानुपर्ने हुन्छ
माथि गएपछि हामी सिधै जान्छौँ यो दुइटाहरू चाहिँ क्यामेरा तेर्सेपछि मात्रै अगाडि आउँछ नत्र खुइ कहाँ पुग्ने हो थाहा होइन क्यामेरा अन गर्नुपर्छ हात देखाउन आइहाल्छ होइन गोसेकुण्ड जाने बाटो यताबाट कार्यालय जाने सडक बाटो अब यहाँबाट हामी लाग्यौँ गोसेकुण्डको तीर्थस्थल भ्रमणमा यस्तो भ्लगर भएपछि आफ्नो आफैले खिच्न नि गाह्रो छ अति भन्नु मैले अब यहाँ आएपछि तपाईँहरू दुईजना कन्फ्युज हुनु होला तपाईँहरू तर उहाँ लेखाएको छु गोसेकुण्ड यता यहाँबाट धुन्चेबाट यस्तो आउने यहाँबाट ढलानबाट छोडेर अब कच्ची बाटो सुरु हुन्छ है अब यहाँबाट हामी लाग्छौँ कच्ची बाटो वी आर स्टिल अन डे 1 तर हामी धेरै आइसक्यौँ के गरे सो गाइजहरु हामी अब यतासम्म आयौँ 5 मिनट जति हिँड्यो अहिलेसम्म गाह्रो भएको होइन प्रत्येक मिनेटको अपडेट दिनेछौँ कहाँनिर के भयो सब भ्लगमा चाहिँ बसिरहनु होला के किप वाचिङ अस यो पाइलापछि त्यहाँ के भयो त्यो पाइलापछि त्यहाँ के भयो भन्छु होइन यस्तो पछाडिबाट कोही यस्तो हेरेको आफ्नै ब्यागको ठुटो देखेर कस्तो टाँसेर को मान्छे आयो भन्दा छु म फेरि भर्खर यो ट्रेकिङ ब्यागै गर्नु हुँदो रहेछ कि हल्का स्टिलहरू छ मेरोमा त पार्किङ स्थल जाने बाटो स्प्रिङ वाटर हो भने थ्याङ्क यू सोधेपछि थ्याङ्क यू भन्नु पऱ्यो नि होइन यो मान्छेले त एउटा मान्छेदेखि यहाँबाट होइन गोसेकुण्ड जाने भनेको छु त्यहीँ लेखिरहेको छु पार्किङ स्थल जाने चप्लक्कै उता हेरेको उता हेरेर यहाँ पत्लक्कै टेकेको छु यो त अनि हेर न यो त अनि हिमालयन स्प्रिङ भनेपछि यो चाहिँ होटेल हो नि त भनेपछि बाटो अप्सन यही भएन ल अब चाहिँ बिस्तारै उकालो आयो अब है अब हामी यो उकालो सुरु भयो 2 पाइले हिँड्दैमा राम्रै होला त छ कति बजे बज्न चाहिँ 2 बज्नलाई 5 मिनट मागिरहेछ कि 10 मिनट 5 मिनट हामी आज 5:30 सम्म हिँड्छौँ कि 6 बजीसम्म हिँड्दिने हो होटेलसम्म नि हिँडौँ न 8 बजीसम्म अर्को होटेलमा चाहिँ जाऊँ न यो भन्दा माथिल्लो पहिलो दिन त जोस हुन्छ नि त अनि भोलि चाहिँ 1 घन्टा हिँडेर सुत्ने हो क्या बाइक पार्किङ 300 रुपियाँ अब त यहाँतिर आएर पार्किङ गर्नु पर्यो उसको मा हालिदिनु उकाली ओराली गर्दै मोटा हो कहिले भन्दा उनको भन्दा त्यो यताबाट हिँड्न त्यो केही हुँदैन मलाई पहिला डर लाग्थ्यो दिनु यो हिउँ परेर कालो भएको क्या त्यो ढुङ्गा जमानामा रोड चाहिँ सक्यो है रोडको बाटो जानकारी दिइहाल सो गाइजहरु अब यो साँप्चे भन्ने चाहिँ अब 200 मिटर माथि अब नागु गोसेकुण्ड यहाँबाट साँप्चे डाँडा हो भाइ 30 मिटर 30 मिटरमा पुग्छ गोसेकुण्ड भाइहरू त गोसेकुण्ड 30 मिटर भन्छ त के हो कुरो यता बस्ने मान्छेलाई त मतलबै भएन नि त उहाँ हिमालमा अब शेर्पाहरू पुरै चुरोट अरू अक्सिजन लाएर फ्याफ्याहरू हामी हिँडेको आधी घन्टा भयो हामी लगभग राम्रै हिँड्यो यो पुलमा आइपुग्यौँ है राम्रै हिँडेको छौँ हामी पुलमा आयौँ 2टा पुल रहेछ नि त होइन यो खासमा 2टा पुल बनाएर चाहिँ के गरे हो एउटा पुरानो पुल होला यो नयाँ बना होला क्या यो चाहिँ अब भलले बगाउन सक्छ नि त अब यो माथिको बगाएन माथिको त बगाउनु खुसी छ गाइजहरु यो सिस्नो हो है यसले चाहिँ पोल्छ पकाएर नि खान मिल्छ यो फेरि तरकारी ढेँडोसँग गाउँमा अहिले त यो खोला सुक्खा चाहिँ पुल चाहिँ 2टा छ भन्नु होला तर यो बर्खा लागेपछि यो पुलै बगाउने खालको आउँछ पानी ऋषि धमला
Guys, it is secretly prohibited to carry, sell and consume welfare parts. म भन्दैछु parts and sovereign screen bones, raw meat for and medical parts. According to the National Park and Welfare Conservation Act 2029 Nepal. ए कहिले फोन राख कहिले लिऊ यार सो गाइजहरु यहाँ चाहिँ बुढो मान्छे जस्तो हिँडेर धमला सर फोटो खिच्न जानु भइरहेछ क्यामेराम्यानमा हुनुहुन्छ यहाँ राधा देवकोटा उहाँले चाहिँ आफ्नो फोटोसुट सकाएर अब रेडी हुनु हुँदैछ है फोटोसुट सबको सकिसिया हो लगभग अब उहाँ लास्ट कस्टमर हुनुहुन्छ अनि हामी हिँड्न थालेको 1 घन्टा भयो हामी यहाँ आइपुग्यौँ गाइज लाङटाङ नेसनल पार्क 39 मिटर अब बिस्तारै मान्छे एक्लै हिँड्न थाले गाह्रो पर्यो कोका भनेको त्यस्तै हुन्छ यहाँ अब तालपरे म खच्चा चढेर गइदिन्छु ज्याम ए घोडा धुनी हामी यो सानो गोसेकुण्डमा आइपुग्यौँ मिनी गोसेकुण्ड भनिन्छ यो ठाउँलाई चाहिँ गाइजहरु अब माथि जान नसक्ने भाकल हुनेहरू मान्छेहरू चाहिँ यहाँसम्म आएर फर्किनुहुन्छ जो हामी 1 घन्टामा लगभग मिनी गोसेकुण्ड चाहिँ आइपुग्यौँ है आनन्दले फोटो खिच्दै अनु चाहिँ आत्ती हिँडिरहेको थियो हामी बिस्तारै पनि यहाँसम्म चाहिँ आइपुग्यौँ मिनी त आइसक्यौँ भनेपछि हामी बिगरमा त छिटै पुग्दैछौँ अब लास्टै कालो भयो त अब यहाँ मुख हुँदो गोरो हुनु पर्यो म चिन्छु पाउँदै खानपानी होइन भने यो ऊ त्यो खोलाको हो कि अहिले खोलामा किन नखा त दिस इज मिनी गोसेकुण्ड गाइज तर कुण्ड चाहिँ कहाँ छ भन्ने कुरो हो कुण्ड चाहिँ कहाँनिर रहेछ हेरौँ न त है मिनी गोसेकुण्ड त उतापट्टि साइडमा होला सायद होइन कि यही हो होइन यहाँ त मकै रोप्या रहेछ मकै हो यहाँ मकै रोपेको रहेछ तर यहाँसम्म बसेर फर्किन नि मिल्ने रहेछ यहाँ चाहिँ पार्टीहरू टाइपको बनाएको रहेछ क्या मिनी गोसेकुण्डमा चक्कलाहरू राति बस्नको लागि सायद कुण्ड चाहिँ त्यता छ होला आई थिङ्क है हर हर महादेव मुला चाहिँ यो मुला चाहिँ त्यो सुकेर ठाउँबाट केटाहरूले हात हालेर निकालेछन् अब खान्छु म मिठो रहेछ है मुला अहिलेको खाना पचाउँछ मिनी गोसेकुण्ड भनेको चाहिँ यो रहेछ कुण्डमा पानी चाहिँ रहेनछ त्यो तलको होइन जस्तो छ कुण्ड त्यो त होइन यो चाहिँ मिनी गोसेकुण्ड रहेछ तर कुण्डमा पानी रहेनछ यहाँको चाहिँ सम्बन्धित निकायले चाहिँ यहाँनिर पानीहरू भरेर राख्नुभयो भने राम्रो हुन्छ किनभने खोलामा पानी बगिरहेको छ यहाँ हाल्नु ठुलो कुरो हुँदैन त्यही भएर हो मान्छेहरू फर्किरहेको धमाधम यस्तो ढुङ्गाहरूको चेप छ बस्न रहेछ नि त राम्रो अब छिटो हिँड्न थाले अब यहाँ पहिला हिउँ पर्थ्यो स्योर हो यस्तो कालो ढुङ्गा हुँदैन हिउँ नपरिकन हामी हिँडेको 1 घन्टाभन्दा अलि बढी भयो सानो गोसेकुण्ड क्रस गऱ्यौँ यति मिनेट हेरेर इक्जाम हलमा पनि यति मिनेट हेरेर हामीले
हामीले फर्स्ट टाइम ब्रेक लियौँ है यत्रो बेर हिँडेर यो चाहिँ बस्नको लागि ब्रेक लियो अहिले फोटो खिच्ने ब्रेक छुट्टै थियो अहिले चाहिँ बस्नलाई भनेर ब्रेक लियौँ है अब हाम्रो यहाँबाट नेक्स्ट अब आधी घन्टामा नेक्स्ट ब्रेक हुन्छ हाम्रो यहाँतिर चाहिँ बाख्रा पाल्ने चलन उल्कै रहेछ एउटा घरको बाख्रा 65वटा 70वटासम्म रहेछ मजाले अनि जङ्गलमा लयल यहाँ बाख्रा मही छ यहाँ मही छ बाख्रा मही जङ्गल त्यो माथि घरको देखिरहेको छ नि दादा एकजनाले बच्चा हेर्ने बाघ आउँदैन नानी यहाँ हेर्नुपर्छ नि कति बाख्रा त यो हराउँदैन 1-2टा घर लाने बिना कहिले काहीँ हराउँदैन अरे ल यहाँ दानी दिदीले हाम्रो नानीलाई बिस्किट दिने रे एउटा बिस्किट देऊ नानीलाई नानीले पनि खुसी भएर एउटा बाख्रा लानु दिदी भन्छ कि भनेर दिनला बिस्किट तर हामी बाख्रा लाने अवस्थामा चाहिँ छैन हे ल जाम हामी यहाँबाट ढोका लाउ न दिसी त दुइटै दिए पनि हुन्छ त्यो पुन्टे बिस्किट पुन्टे बिस्किट हो नि त त्यही भएर बाख्राको कानमा नम्बर रहेछ नि त यस्तै हुन्छ बाख्रा हेर्दा यस्तो हुन्छ दिव्य ज्ञान आजको दिव्य ज्ञान बिहान दिव्य ज्ञान दिनुभएको छ उहाँहरूले अनि त्यो मान्छेहरू जङ्गेर आएको देखेर खुब जाम भने त त्यो मान्छेहरू त्यहीँ सेलाइदिएछ त्यो भेट्टाउने बस्ने त भइहाल्छ नि बाटोमा हाम्रो पछाडि नै थियो नि त सुबोध हामी फोटो सोटो खिच्न लाग्दैन तिनीहरू आइपुगेको छैन अब 15 मिनट पछि बस्ने भनेको अघि हामीले तर खासमा 15 मिनट हुनुभन्दा 5 मिनट अगाडि आयो लाली गुनास फुल्या रहेछ है ऊ त्यहाँ बस्नको पछाडि लाली गुनास फुलेको रहेछ उता 2 गरिरहेको छ धमला सरले गरिरहनु भएको छ अब यहाँबाट पनि जाने हो बेदाङकोर यहाँ बसिन्छ 5 मिनट 10 मिनट पानी सानी खाइन्छ त्यस्तै हो गाइस सजिलै छ गुनास फुल्या रहेछ कि उ त्यहाँ हेर्नु देखाएको छैन क्यामेरामा हाम्रो साथी एकदम थाकेर अहिले म त यादै नभइरहेको के रे म त यादै नभइरहेको कहाँ याद हुन्छ तिमीलाई पानीले यति प्यास लाग्छ सबजना यहाँ मोर मात्रै पाइन्छ तातो पानी ल्याएर चाहिँ थर्मसमा चिसो पानी किनेको थियो 2 बोतल तल खाना खाठामै छोडेछन् बोक्न गाह्रो हुन्छ भनेर बल्ल यहाँ पानी पाइन्छ चिसो ताजा यहाँ 10 मिनट नबसी त मरे नि हिँड्दिनँ म घडी हेर ल 10 मिनट नगर्न आज बस्नलाई कति राम्रो छ पानी रहेछ हान्दैन है यिनीहरूले मान्छेहरूको भिड थपिँदैछ हामीले चाहिँ फाइनली हामीभन्दा अगाडि आएको कोही न कोही ग्रुपलाई चाहिँ भेटेका छौँ है
यो जुन माथि गइरहेको केटीहरूको ग्रुप छ नि यो ग्रुप चाहिँ हामीभन्दा छिटोको हो बल्ल हामीले भेट्या हो यहाँनिर भनेपछि हाम्रो हिँडाइ अलि राम्रै छ अब यो केटीहरूदेखि चाहिँ हल्का हिँड्नमा पनि जोस आउँछ कि हाँसेको नि त्यो धमला उसलाई जोस आयो जस्तो छ यस्तो मजा आइरहेको छ नि अहिले चाहिँ हिँड्न साह्रै मजा आयो अहिले चाहिँ हिँड्न हिँडेको हिँडे जस्तो नि त होइन आनन्दले एक सुरमा हिँडेको बस्या नि छैन पहिला बस्दै हिँडेको लास्टै गाह्रो भयो नबसिकन एक सुरले हिँडेको धमला त भन्दैन कति सजिलो भयो एकदम हिँड्ने भन्ने बिर्सिनु पर्ने रहेछ गाइस हामी हिँड्ने भनेको बिर्सिसक्यो यो खास गरी ट्रेकिङहरूमा चाहिँ के गर्ने भने खास गरी यो भन्दा नि हिँड्नु नै रमाइलो पारले लिनु पर्दो रहेछ क्या होइन यो हिँड्नुलाई रमाइलो लिएन भने भोलि माथि पुग्दाखेरि ला अब यति पो रहेछ भने जस्तो हुन्छ हिँड्नुलाई रमाइलो लियो नि जति सक्दो हिँड्नुलाई रमाइलो यहाँ आउँदा यतिको ठिकै हो भन्ने हुन्छ यहीँ पो रहेछ यो मान्छे फेरि यहीँ आइसक्छु उहाँ माथि प्याज लाग्यो हालो भन्छ फ्रेस छु मैले लेख चाहिँ केही लाखेन म एकदमै तन्दुरुस्त भएछ म धेरै धर्म गरिछु 2500मै लेख लाग्यो भने त माथि 42 चाहिँ कसरी पुग्छौ तिमी यार धमला सर के छ अहिलेसम्म एकदम रमाइलो हुँदैछ अब हामी चाहिँ नेक्स्ट डेस्टिनेसन चाहिँ आज बस्ने कहाँनिर रे हामी खेचो एउटा ठाउँमा गएर बस्छौँ अब 1-1.5 घन्टामा अनि त्यसपछि चाहिँ भोलि बिहान हामी 11 बजी त्यहाँबाट हिँड्छौँ अनि आजको प्रेडिक्सन के छ त नि आर्सेनल भर्सेस रियल मलाई के लाग्छ भन्दा आज रियलले हार्ने नै हो जसरी नै किन भन्दा अब यदि फरवार्डहरूले राम्रो खेल्यो भने चाहिँ जित्न सक्ने चान्सेस छ नत्र हार्ने नै हो रियल म्याड्रिड भनेको कमब्याकको लागि जानिन्छ नि फेरि कमब्याकको लागि चिनिन्छ तर यसपालिको चाहिँ अलिकति तिनीहरूको डिफेन्सदेखि लिएर गएर अलिकति फरवार्डको चाहिँ मोबाइलबाट हेर्ने हो जाओस् नेट नचलोस् डाटा नचलोस् सब नचलोस् एउटा बन्द होस् टावर त झन् आउँदैन आओस् एनटिसीमा झन् एउटा जात्तै नआओस् अनि मेरो दाइहरू भोलि 6 बजे उठेर मसँग हिँडुन् भोलि 6 बजे हिँड्यो आगो बालेर होइन दन 4 जना मिलेर हान्नुपर्छ उहाँ कोही नै हुँदैन होला तर उहाँ त फेरि दिउँसै गइसक्यो मान्छेहरू होला नि त दिउँसेका मान्छे किन बस्छ त्यहाँ ए पहिलो गाडीमै हामी नै हो त अनि बिचमा त कोही नहुने रहेछ है म नाच्छु छिटो गर न राधु भाइलाई पनि अब के दिने हो केटाहरू भएपछि सबै त्यही कोही एक त सन्किहाल्छ यहाँनिर चाहिँ दुध खाइरहेको छ छिटो हिँड्ने केटाहरूसँग रिसेर आएर चाहिँ हिँड्न नसक्नेहरू जस्तै नाचौँ तिमी नि बनाउँछु खोइ त नाच्या फेरि नेक्स्ट जा 2 मिनट रोन्दाइहरू त पुइ होला कसै हुन्थ्यो तिनीहरू पहिला माथि चन्दन बारीतिर चनाको यहाँ खानपिन भइरहेको छ कि आधी त्यो जनताहरू तलै बस्यो अब हामी चाहिँ माथि जाने निर्णय गरे हो क्या खासमा भोलि हामी ढिलोसम्म सुत्न पाउँछ नि त माथि गयो भने त्यही भएर हजुर लगाइज हामी चना खाँदैछौँ अहिले हामी अब आइपुग्यौँ है गाइजहरू भुतिया जङ्गलमा कहाँ बल्छ त लु त्यो टुकी मात्र देखाएको छ आनी छैन बित्थु बत्ती मात्र अब माथि आइपुग्यौँ त्यही बत्तीवाला ठाउँ जाने हामी कति बज्यो केही देखिन्न है त हुन लाग्यो काम छैन केही देखेन सो फाइनली गाइज हाम्रो चाहिँ रुम यो
चार्जिङ गर्यो यहाँ टक्क बस्यो यो भनेर बेस्ट हो काठको घरमा चाहिँ के हुन्छ नि हिउँ पऱ्यो भने चिसो पनि छिर्दैन भनेर चाहिँ प्रायः जस्तो माथि काठको घर बनाउँछ अनि पोसिबिलिटी तलबाट ढुङ्गा माटो गिट्टीहरू ल्याउन सकिँदैन जङ्गल हो काठ काट्यो भूकम्प आयो भने अर्को फाइदा फाइदै फाइदा भूकम्प आयो भने यो घर लडे पनि चेप्ला भन्ने डर भयो भने खाटमुन्डु के नि ठिक छ लुक्नै परेन नि खाटमुन्डु त झन् अब हाम्रो सहयात्रीहरूको देखाउँछौँ यता छ हाम्रो सहयात्रीहरूको रुम चाहिँ यता छ हामी उनीहरू यता कुनामा छन् हाम्रो सहयात्रीहरूको रुम चाहिँ सानो छ कुचुक्क परेको यत्रो यत्रो होइन सहयात्रीले देखाउ न यार कमसेकम यार मलाई त लास्ट गाह्रो साथी मैले चाहिँ फेसबुक चलाउँछु गोप्रो दाइ हेलो हेलो म युट्युबर है हेलो सब्स्क्राइब टु एक्सप्लोर विथ सुजी दाइ मलाई चाहिँ भनिदिनु गर्नु मैले त पहिले भिडियो हाल्न लागिरहेको छु मेरो चाहिँ छ होइन म वर्षमा एउटा हाल्छु मेरो पनि भयो स्टार्टिङ हो दाइ स्टार्टिङको सबै 10-15 वटा भिडियो दाइ त नभन्नु दाइ नभन्नु रे बिचरा अङ्कल भन्नुपर्ने धन्न दाइ सो मस्त हिँडियो होइन यता आएर गीत सित गाएर रमाइलो पनि गरियो अब चाहिँ टक्क हामी मासु भात खाएर अब भोलिपल्ट बिहान 9-10 बजे हिँड्ने प्लान चाहिँ गाइज ल हेर्दै गर्नु होला भोलि झन् बबाल पार्ट आउनेछ